हिजोको भिडियोमा चाहिँ मैले कोरियन सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति कार्यक्रमको बारेमा चाहिँ भिडियो बनाएर पोस्ट गरेको थिएँ। अनि त्यो भिडियोमा चाहिँ एकजना साथीले कमेन्ट गर्नुभएको रहेछ है। सिधै युनिभर्सिटीमा एप्लाई गर्दा कुन युनिभर्सिटीमा एप्लाई गर्ने हो भनेर लेख्नुभएको रहेछ। अनि यो कोरियन सरकारले प्रदान गर्ने छात्रवृत्ति जसलाई चाहिँ जिकेएस पनि भनिन्छ, त्यो छात्रवृत्तिमा पार्ट लिने युनिभर्सिटीहरू चाहिँ 60+ छन् के। अनि कोरियाको युनिभर्सिटीहरूको बारेमा कुरा गर्नुपर्दा चाहिँ हरेक युनिभर्सिटीको आफ्नो आफ्नो विशेषता हुन्छ। अनि हजुरहरूको मेजर के हो, त्यही मेजर अनुसार चाहिँ हजुरहरूले आफ्नो लागि कुन युनिभर्सिटी उचित हुन्छ त्यो चाहिँ सुरुमा हजुरहरूले पत्ता लगाउनु पर्ने हुन्छ। अनि त्यो पत्ता लगाइसकेपछि त्यो युनिभर्सिटीको प्रोफेसरहरूलाई इमेल लेख्ने, म यो स्कलरसिपमा एप्लाई गर्न इन्ट्रेस्टेड छु, हजुरको युनिभर्सिटीमा सिट खाली छ कि छैन भनेर सोध्ने। अनि उहाँहरूले रिप्लाई गर्नुभयो भने चाहिँ त्यो युनिभर्सिटीमा एप्लाई गर्ने। अनि अब त्यत्रो 60वटा युनिभर्सिटीमध्ये 10-15वटा युनिभर्सिटीमा त हजुरहरूले पढ्न चाहेको मेजर पक्कै होला। अनि कुनै न कुनै युनिभर्सिटीहरूले चाहिँ पक्कै पनि रिप्लाई गर्नुहुनेछ। त्यही भएर सुरुमा चाहिँ हजुरहरूले डिसाइड गर्नु पर्यो कुन मेजरमा एप्लाई गर्ने। अनि कोरियामा त्यो मेजरको लागि चाहिँ कुन युनिभर्सिटी राम्रो छ भनेर चाहिँ हजुरहरूले नै पहिला सुरुमा डिसाइड गर्नुपर्ने हुन्छ। अनि त्यो युनिभर्सिटीको लिस्टहरू चाहिँ त्यही स्टडी इन कोरियाको वेबसाइटमा जिकेएस गाइडलाइनभित्र चाहिँ अब त्यो गाइडलाइन डकुमेन्ट छ, त्यो डकुमेन्ट खोलेर चाहिँ हजुरहरूले सबै 60+ युनिभर्सिटीहरूको लिस्ट चाहिँ हजुरहरूले त्यहाँ देख्न सक्नुहुन्छ है त। अरू केही प्रश्न छन् भने तल कमेन्टमा छोड्नु है। धन्यवाद।